जाने दाजुभाइ दादादिदी मेहनत गरे के हुँदैन। अब यहाँ मङ्सिरमा लगाएको धान 1 बिघामा मकै लगाएको 1 बिघा यो मकै पनि अब पाकिसक्यो। मकैभित्र मकै पनि हालेर उमारिसके। अनि यो मकै भाँच्ने बित्तिकै लगत्तै फेरि भदौको धान पनि लगाइहालेँ। यो चाहिँ 15 कट्ठा जति लगाएको छ। अब बाँकी यहाँ 15-16 कट्ठा जति होला भाँच्ने मकै। अनि फेरि यो भाँच्ने बित्तिकै आज वैशाखको 2 गते अब यता फेरि यता योग्य भइसकेका छन् मकै। अब 15-20 दिन अथवा 1 महिनामा यी भाँच्ने भइसक्छन्। यताको एक लट मङ्सिरका मकै निकाल्न अब सुरु गरिसक्यो। यो चाहिँ हाम्रो सिँचाइ गर्ने मोटर हो। यहाँ बत्ती पनि सब फिट गरेको छ। यहीँ बत्ती म मोटर मार्न आएँ। यहाँ विद्युतीय मोटर छ। यसलाई मार्दिएँ मैले। अब यता यो मकै हरिया मकै बेचिएको अब धान चामल आइसके। यो सब मेहनतको उपज हो। मेहनत गरे के हुँदैन। कस्तो राम्रो मकै छ। सर लटै मकै कस्तो राम्रो फ्रेस भोगाहरू छ। यो पनि लाइन बाई लाइन छ। सररर यता अब अर्को लट यो भइसक्यो। अब भाँच्न हुने। यता यो भाँच्दै गरेको उहाँ श्रीमती भाँच्दै छन्। 2 जनाको साथ सहयोग मेहनत। यता यी मकै हिजो भाँचेको आज रोपाइ पनि सुरु भइगयो। धान पनि रोपिसक्यो यता 15 कट्ठामा। यता 15 कट्ठा जति छ पाकेका मकै भाँच्नलाई। घोगा फेरि धेरै राम्रा छन्। एकदम फ्रेसका मकै मङ्सिरमा लगाएको मकै फ्रेस मकै छ। ल